बनकालीमा एउटा पार्क खुलेको रहेछ अहिले। यो पार्क यस्तो राम्रो यस्तो पिस रहेछ कि साथीहरू हैन, त्यहाँभित्र छिर्न सक्छ। एकदमै राम्रो इन्भाइरोमेन्ट क्या, एकदम क्वाइट शान्त आनन्द लाग्ने, बस्नलाई केही हो हल्ला पनि केही छैन, यति राम्रो पार्क खुलेको रहेछ कि। अनि यो पार्कको अर्को विशेषता भनेको चाहिँ मलाई के लाग्यो भने एकदम ठुलो रहेछ क्या, एकदमै धेरै स्पेस भएको ठुलो। अनि तपाईहरु फोटो खिच्नको क्रेज, टिकटकको भिडियोहरु बनाउनको लागि तपाईलाई मन पर्छ भने चाहिँ यो ठाउँमा बेस्ट हुन सक्छ तपाईहरुको लागि। एकचोटी जानुस्, यहाँ अति नै पिस छ, राम्रो छ यो पार्क। अनि यो पार्क बनेको चाहिँ 6 वर्ष भयो रे, तर यो टिकटक बाटै होला सायद भिडियोहरु हेरेर मान्छेहरु आउन थाल्नु भएको चाहिँ भर्खरै अलिअलि मान्छेहरु जान थाल्नु भएको रे। हामी जाँदाखेरि पनि खाली शान्त थियो, त्यस्तो धेरै मान्छेहरु हुनु थिएन, 2-4 जना मात्रै हुनुहुन्थ्यो। अब चाहिँ यो पछि हुँदै गएपछि यहाँ भिड हुन सक्छ। अहिलेको लागि चाहिँ यो पार्क अति नै राम्रो छ, एकचोटी तपाईहरु यहाँ भिजिट गर्न जानुस्। मलाई चाहिँ एकदम पर्सनली एकदम राम्रो लाग्यो, एकदम शान्त, एकदम क्वाइट। अझ कति भिडियोहरु खिचेको छ, भिडियो लामो भएको भएर मैले नहालेको, अरु पार्टहरु पनि छ त्यहाँको। अति राम्रो छ यो ठाउँ, मलाई चाहिँ राम्रो लाग्यो।